तो हे गाइज वेलकम बैक टू माई न्यू ब्लॉग टक्क आज फाइनली मेरो भाइ प्रशान्त आएछ कि अहिले मेरो मुन्टो चल्केर बवाल भएको थियो कि म सिया थिएँ टक्कबाट भाइ पुग्यो अनि पछि भाइ पनि आएछ होइन अब बिहेको मोबाइल छ कि बिहे पनि धेरै नजिक आइसक्यो त्यो भएर भाइ आज झट्टै आइयो अब कैसी त नु भोला कसमा भने अनि कैसी 25 गति आउने भन्दा अरे त्यही भएर बिहे पनि धेरै नजिक आइसक्यो अनि अब कार्ड पनि सबैलाई बाँडिसकेँ आज पुरा कार्ड बाँडेर आएँ हो अनि अब टाढा टाढाकालाई सबैलाई फोनमा भनेको छु कि अब नजिक जति पनि यहाँ छ नि अब गाउँघरतिरका सबैलाई हामी कार्ड दिएको छु अनि फाइनली यो खास यो भ्लग भनेको मेरा साथीहरूको लेखा हो कि भने अब साथीहरू धेरै टाढा टाढा छन् नि त्यही भएर अब सबै साथीहरूलाई त अब कल गर्नुपर्छ गर्दै तर मैले 2-3जनालाई कल गरेको छु अब कल नगरेका के अस्ति अब यो मेरो नयाँ आइडी हो कि जिमेल आइडी अस्ति डिलिट भइहाल्यो मेरो त्यही भएर नयाँ जिमेल आइडी खोलिहाल्यो भने सबै साथीहरूका नम्बर डिलिट भइहाल्यो कि मेरोमा 2-3 साथीहरूका नम्बर थिए मलाई थाहा थियो अनि पछि मैले फोन अन गरेँ धेरै जसोको थाहा नै थियो त्यही भएर अब सबै साथीहरूलाई न्यु त भनेको यही भ्लगदेखि हुन्छ मैले टक्क फाइनली यो कार्ड पनि यही म यही भ्लगका त्यही दिइदिन्छु अनि पछि अब सबैलाई नाम त सबैको छैन म एक कार्डको फोटो चाहिँ टक्क यहाँ राखिदिन्छु यसमा भ्लगमा राखिदिन्छु टक्कबाट सबै साथीहरूले अब फेसबुकमा त सबै साथीहरू मसित समथिङ फ्रेन्ड्स छन् क्या सबै त्यही भएर अब मलाई फेसबुकमा मेसेज गरे कि आउने भए सबै केटाहरू अनि पाहाडतिरका सबै जति पनि मेरो गाउँघरतिरका छन् नि पाहाडका सबैलाई न्युतो भयो कि केटाहरू सबैलाई म पड्यो ल त गाइस टक्क पाडेर आउनु त पड्यो पक्का आउनु हो किन भाइ मामाका बिहामा जरुर आइसकेला सबै केटाहरू या